यदि तपाईँ भियतनामको 5 नाइट 6 डेज प्रिमियम ट्राभल एक्सपिरियन्स गर्दै हुनुहुन्छ भने तपाईँको आइटिनरी यस्तो हुनेछ। फ्रम भाइब्रेन्ट सिटिज टु ब्रेथ टेकिङ नेचर, भियतनामले तपाईँलाई कल्चर, एडभेन्चर र रिल्याक्सेसनको पर्फेक्ट ब्लेन्ड दिन्छ। J1 अराइभल इन दानाङ। तपाईँ दानाङमा ल्यान्ड गर्नुहुन्छ, जहाँ हाम्रो रिप्रेजेन्टेटिभले तपाईँलाई वार्मली वेलकम गर्नुहुन्छ। त्यसपछि कम्फर्टेबल ट्रान्सफर मार्फत होटल जानुहुन्छ र चेक इन गर्नुहुन्छ। बाँकी समय आफ्नै हिसाबले रिल्याक्स गर्दै वा सिटी एक्सप्लोर गर्दै बिताउनुहोस्। इभिनिङमा दानाङको चिल भाइब इन्जोय गर्नुहोस्। J2 बाना हिल्स एक्सपिरियन्स। बिहानको ब्रेकफास्ट पछि तपाईँ बाना हिल्स तर्फ जानुहुन्छ। वर्ल्ड फेमस केबल कार राइड एक्सपिरियन्स गर्दै स्टनिङ माउन्टेन भ्यूज इन्जोय गर्नुहोस्। गोल्डन ब्रिजमा फोटोज लिनुहोस् र हिल टप एट्र्याक्सन्स एक्सप्लोर गर्नुहोस्। ओभरनाइट स्टे इन दानाङ। J3 दानाङ टु हनोई। ब्रेकफास्ट पछि तपाईँ हनोईको लागि फ्लाइट लिनुहुन्छ। हनोई पुगेर होटलमा चेक इन गर्नुहुन्छ र बाँकी समय लिजरमा बिताउनुहोस्। ओल्ड क्वार्टर एक्सप्लोर गर्न सक्नुहुन्छ वा लोकल क्याफेजमा टाइम स्पेन्ड गर्न सक्नुहुन्छ। J4 हलोङ बे क्रुज एक्सपिरियन्स। बिहानको ब्रेकफास्ट पछि तपाईँ हलोङ बे तर्फ ड्राइभ गर्नुहुन्छ। वान अफ द मोस्ट आइकोनिक प्राकृतिक डेस्टिनेसन। सिनिक क्रुजमा चढेर लाइमस्टोन आइल्यान्ड्स, केव्स र एमरल्ड वाटर्स एक्सप्लोर गर्नुहोस्। डेलिसियस लन्च अनबोर्ड इन्जोय गर्नुहोस्। यस दिन तपाईँ क्रुजमै ओभरनाइट बस्नुहुन्छ। J5 हनोई लिजर डे। आजको दिन तपाईँको ओन पेसमा बिताउनका लागि फ्री छ। सोपिङ, क्याफे होपिङ, स्ट्रिट फुड एक्सप्लोर गर्ने वा सिटी साइट सिइङ गर्ने तपाईँको चोइस अनुसार दिन इन्जोय गर्नुहोस्। Day 6 डिपार्चर। ब्रेकफास्ट पछि फ्लाइट टाइमिङ अनुसार एयरपोर्ट ट्रान्सफर हुन्छ र तपाईँ काठमाडौँ फर्कनुहुन्छ अनफर्गेटेबल मेमोरिजसँग। कन्ट्याक्ट व्हाइट टाइगर हलिडेज टु बुक योर ट्रिप टुडे। ट्राभल सम्बन्धी थप जानकारीका लागि यो पेजलाई फलो गर्न नभुल्नुहोस्।